के अब यस्तै हुन्छ होला त आउँदो भुन्टीको नयाँ भागमा? या त भुन्टी र भूपेन्द्रलाई घरबाट घोक्राएर निकाल्ने त होइन भाउजूले? यदि यस्तो अवस्थामा घरबाट निकाल्यो भने कता र के गर्छन् होला त बिचारी भुन्टी आफ्नो श्रीमान भूपेन्द्रलाई लिएर? अहिले जे जति भइरहेको छ त्यो सबै भूपेन्द्रकै कारणले भने भइरहेको छ। हो दर्शकबिन, यदि भूपेन्द्रले भुन्टीलाई नछोडेको भए र अर्कै केटीसँग सम्बन्ध नबनाएको भए र दाइ र भाउजूले विदेशबाट दुःख गरेर कमाएको पैसा सही तरिकाले सदुपयोग गरेर बिजनेस अगाडि बढाएको भए आज यसरी हात खुट्टा बाँचिने गरी पिटाई खानु पर्ने थिएन, न त भाउजूको यस्तो व्यवहार हेर्न र खानु पर्थेन। यो सबै भूपेन्द्रकै आफ्नै सोच र व्यवहारले गर्दा भएको हो। यता भूपेन्द्रको भाउजू भने आफ्नो देवरको ख्याल वास्ता र हेरसुचार राखेर छिटोभन्दा छिटो ठिक होस् भन्नु कहाँ उल्टै भने कसरी यो घर बिजनेस र गाउँमा देवरको भागमा रहेको जग्गा पनि आफ्नो नाममा गरौँ भनेर षड्यन्त्र गरिरहेका छन् र भुन्टी र भूपेन्द्रलाई छुट्याउनको लागि र सम्पत्ति खान्छ कि भनेर डरले भूपेन्द्रको नाममा भएको सम्पत्ति र गाउँमा भएको जग्गा पनि आफ्नो नाममा गर्नको लागि बिचारी भुन्टीलाई तर्साइरहेका छन्, दुःख पनि दिइरहेका छन्, टर्चर पनि दिइरहेका छन्। र अब बिचारी भुन्टीलाई घरबाट निकाल्नको लागि बिचारी भुन्टीलाई भूपेन्द्रको पछि नलाग र यसको यसरी ख्याल वास्ता पनि नगर, हेरसुचार पनि नगर, यो अपाङ्ग भइसक्यो, यसलाई छोडिदे, यसको पछि लागेर तँलाई केही पनि पाउनेवाला छैनस्, योसँग फुटीकौडी पनि छैन र तैँले 1 रुपैयाँ पनि पाउने छैनस्, त्यसैले यसलाई छोडेर जा भनेर भनेपछि यता बिचारी भुन्टी भने रिसाउँदै मेरो श्रीमान जे यस्तो भए पनि र मलाई उहाँको सम्पत्तिबाट 1 रुपैयाँ पनि नपाए पनि तिमीलाई के को मतलब भनेर ठुलो जवाब दिएका छन्। र भाउजूले धेरै सम्झाउँदा पनि भुन्टी नमानेपछि भाउजूले भने नमिठो वचन लगाउँदै बुहारी र जेठाजुको नराम्रो सम्बन्ध छ भनेर गाली गर्दै थर्काउँदै तलाई र तेरो बुढालाई यो घरबाट कसरी निकाल्नु पर्ने छ मलाई थाहा छ भनेर धम्की पनि दिएका छन्। के अब आउने भागमा भुन्टी र भूपेन्द्रलाई घरबाट निकाल्न त उसको भाउजूले, र के भूपेन्द्रको दाइले आफ्नो भाइ र बुहारीलाई घरबाट निकाल्न दिला त आफ्नो श्रीमतीलाई? र यता अन्तिममा भने एउटा व्यक्ति किताब हातमा बोकेर हेर्दा सोझो इमान्दार देख्ने केटासँग भने ठोकिन पुगेका छन् र दुवैजना भने एक अर्कोलाई हेरिरहेको हुन्छ र यतिकैमा भने यो भागको समाप्त पनि भएको हुन्छ। आखिर को होला त भुन्टीसँग ठोकिने यो केटा? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईहरु पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र भुन्टीलाई माया र सपोर्ट पनि गर्नुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी तल कमेन्ट बक्समा भुन्टी भनेर लेख्नुहोला। र भिडियोलाई अन्तिमसम्म नभएकोमा धन्यवाद।